घरमा आज सबैजनाको फेभरेट यो टिमुरको छोप अचार चाहिँ सकिएको रहेछ। त्यसैले म आज आफैले बनाउने तर्खरमा लागिरहेको छु। एउटा सानो कपको आधा चाहिँ टिमुर, त्यही कपको 2 कप चाहिँ लसुन अनि त्यही कपको मेजरमेन्टबाट 3 कप चाहिँ खुर्सानी सफा गरेर लिएको छु। अब मैले चाहिँ एउटा कराई चाहिँ तताउन राखेको छु। अब त्यसमा चाहिँ मैले टिमुरलाई राखेर मजाले ड्राई रोस्ट गर्दैछु। ड्राई रोस्ट गरेर यो चाहिँ हल्का डार्क हुन थाले पछाडि यसलाई निकालेँ मैले। त्यस पछाडि त्यही कराईमा थोरै तेल हालेर तेललाई तात्न दिएँ। त्यस पछाडि त्यो तातेको तेलमा खुर्सानी हालेर यसलाई पनि मजाले फ्राई गर्दैछु। हल्का रातो हुन्जेलसम्म फ्राई गरेर यसलाई निकाल्ने। यसरी नै मैले सबै खुर्सानीहरूलाई यसरी नै राखेर फ्राई गर्दै निकाल्दै गर्दैछु। सबै खुर्सानीहरू फ्राई गरिसके पछाडि फेरि त्यही तेलमा लसुनलाई चप गरेर यसरी फेरि फ्राई गर्दैछु। यसरी सबै लसुनहरूलाई फ्राई गरिसके पछाडि बाँकी रहेको लसुनलाई पनि राखेर फ्राई गर्दैछु। अघि मैले चाहिँ खुर्सानीको चाहिँ डन्डी निकाल्न बिर्सेको रहेछ। अब फेरि मैले यसरी चाहिँ निकालेर अलग गरिसकेँ। अब यसलाई चाहिँ टिमुरलाई राखेर मैले चाहिँ मिक्सरमा राखेर मसिनो हुन्जेलसम्म पिन्दैछु। अब त्यसमा चाहिँ अब खुर्सानी राख्ने अनि लसुन पनि राख्ने र अहिलेको टिमुरको धुलो पनि छँदैछ। अनि त्यसमा चाहिँ स्वादअनुसार हामीले चाहिँ नुन राखेर मसिनो हुन्जेलसम्म त्यसलाई चाहिँ मिक्सरमा पिस्ने। यसरी नै सबै नै यसरी खुर्सानी राख्ने, अघिको टिमुरको धुलो राख्ने अनि त्यस पछाडि लसुन राखेर मजाले मसिनो हुन्जेलसम्म पिन्ने। यसै गरेर मैले सबै नै बाँकी भएको जति पनि सबैलाई मसिनो गरेर मिक्स गरेँ। अब यसरी चाहिँ हाम्रो टिमुरको छोप चाहिँ रेडी हुन्छ। अब सबैलाई राखेर मिक्स गरे पछाडि हामी सबैजनाको फेभरेट टिमुरको छोप चाहिँ रेडी भयो। भिडियो हेरिदिनु भने सबैजनालाई धेरै धेरै धन्यवाद।